Lover with you, love with you. Feels so true, feels so new. नमस्कार। आज हामी नेपालमा भर्खरै खुलेको एउटा ठूलो उद्योगको बारेमा अलि गहिरिएर कुरा गर्दैछौँ। यो हो रु 2 अरब लगानीको फ्रेन्च फ्राइज फ्याक्ट्री। हो, यो लगानीको अङ्क मात्रै ठूलो होइन, यस पछाडिको सपना र सङ्घर्ष पनि उत्तिकै महत्त्वपूर्ण छ कृष्ण पौडेलजीको। एकदम। यो केवल एउटा उद्योगको कथा मात्र होइन क्या, यो त नेपालमै बसेर ठूलो सपना देख्ने अनि त्यसलाई साकार पार्ने एउटा यात्रा हो। हामीले यो कुराकानीको लागि उहाँसँग ड्रिम बिजनेस सीए सुरज ढकाल भन्ने युट्युब च्यानलमा भएको अन्तर्वार्तालाई आधार मानेका छौं। हाम्रो उद्देश्य चाहिँ के हो भने कसरी एकजना डिलरबाट उहाँ उद्योगपति बन्नुभयो अनि त्यो कच्चा पदार्थ आलुको जोहो कसरी भयो हो, अनि किसानहरूलाई कसरी जोडियो, बजारमा के कस्ता चुनौती आए अनि भविष्यको योजना के छ, यो सब केलाउने। सुरुमा त 2 अरब लगानी सुन्दा खै मान्छेले पैसा भएको बुद्धि नभएको पनि भनेर नि त होइन? त्यस्तो सुनिन्छ, तर उहाँको पृष्ठभूमि हेर्दा यो लहरमा गरेको लगानी जस्तो देखिन्न। खासमा उहाँ आफै पहिले आयातित फ्रेन्च फ्राइजको डिलर हुनुहुन्थ्यो। हो त। हाइफन फुड भन्ने। हो त। उहाँले बजार त राम्रैसँग बुझ्नु भएको रहेछ। नेपालमा वार्षिक 9 देखि 10 अर्बको आयातित फ्रेन्च फ्राइजको सम्भावना देख्नु भएछ। अनि माग पनि बढ्दै गयो क्या। सुरुमा 72-73 सालतिर एक गाडी बेच्न 3-4 महिना लाग्थ्यो रे। तर पछि 75-76 मा त महिनामै 3-4 गाडी जान थाल्यो। भनेपछि त बजार तयार भइसकेको थियो। एकदम। अनि त्यही माग देखेर नै आफै फ्याक्ट्री खोल्ने आँट आयो उहाँलाई। तर सोचे जस्तो सजिलो त पक्कै थिएन होला। थिएन नि। विदेशी मसिन कम्पनीहरूले त सुरुमा विश्वासै गरेनछन्। हो र? के भनेछन्? गुगलमा हेर्दा नेपाल यति सानो देखिन्छ, यत्रो ठूलो प्लान्ट लगेर कहाँ बेच्छौ भनेर सोधेछन्। हेर्नुस् त, अनि लगानी जुटाउन नि उस्तै गाह्रो भयो होला। भयो नि। ब्याङ्कबाट ऋण लिनु पर्यो। नेपाल बङ्गलादेश ब्याङ्क त्यति बेलाको सिइओ ज्ञानेन्द्र ढुङ्गानाजीले चाहिँ निकै सहयोग गर्नुभएछ। ल राम्रो, तर यी सबै त व्यवस्थापकीय कुरा भए, मुख्य चुनौती त अर्कै थियो होला नि। हो, सबभन्दा ठूलो पहाड त कच्चा पदार्थ मतलब आलु नै थियो। नेपालमै त्यति ठूलो परिमाणमा, त्यो पनि फ्रेन्च फ्राइज बनाउने गुणस्तरको आलु उत्पादन गर्न नसके त उद्योग खोलेको के अर्थ भयो र होइन? एकदम सही सोच। त्यही भएर उहाँले यो आलुको समस्या समाधान नगरी हुन्न भन्ने बुझ्नुभयो। अनि के गर्नुभयो त उहाँले? उहाँले आलु अनुसन्धानमै आफ्नो जीवन बिताउनु भएका एकजना कृषि विज्ञ हुनुहुन्छ डाक्टर श्यामप्रसाद ढकाल। उहाँसँग सहकार्य सुरु गर्नुभयो। विज्ञसँगै जोडिनु भएछ। तर फेरि अर्को चुनौती आयो होला, किसानहरूलाई विश्वास दिलाउने, होइन र? हो नि। किसानहरू डराएछन् क्या, कतै उखु किसानको जस्तै पैसा नपाइने हो कि भन्ने डर। त्यो डर त स्वाभाविक हो, नेपालमा त्यस्ता घटना भएका छन्। अनि यो विश्वासको सङ्कट टार्न उहाँहरूले गजबको रणनीति अपनाउनु भएछ। कस्तो रणनीति? उहाँहरूले भन्नुभयो, यदि उत्पादन भएन भने त्यसको क्षति कम्पनीले नै बेहोर्छ, बजार भावभन्दा राम्रो मूल्य दिन्छौं। ओहो, त्यो त ठूलो ग्यारेन्टी भयो। अनि स्थानीय निकाय, मिडिया सबैलाई साक्षी राखेर सम्झौता गरे। यसले काम गर्यो। बल्ल किसानहरू अलि ढुक्क भयो होलान्। भए। अहिले त हजारौं भन्दा बढी किसान परिवार यो अभियानमा जोडिएका छन् रे। हजारौं परिवार, यो त ठूलो संख्या हो। यसले त ग्रामीण अर्थतन्त्रमा राम्रो प्रभाव पार्छ होला नि। पक्कै पनि। कैलालीमा एउटा उदाहरण छ नि। एक किसानले 1 कट्ठा जमिनमा 96 दिनमै 13-14 हजार रुपियाँ नाफा कमाएछन् आलुबाट। वाह, यो त निकै राम्रो प्रतिफल हो। यसले अरूलाई पनि पक्कै उत्साहित बनायो होला। बनायो नि। यो वर्ष मात्रै उहाँहरूले 1200 मेट्रिक टन आलु नेपालकै किसानबाट सङ्कलन गर्नुभएछ। 1200 मेट्रिक टन, यो त चान्चुने कुरा भएन। भनेपछि कच्चा पदार्थको जोहो त भयो, अब बजार उत्पादन सुरु भएपछि प्रतिक्रिया कस्तो आयो? बजार प्रतिक्रिया त निकै राम्रो। सुरुको 3-4 महिनामै 15-16 करोडको बिक्री गरेछन्। 15-16 करोड 3-4 महिनामै? हो। अनि नेपाली बजारको करिब 40-50% हिस्सा ओगट्न सफल भएछन् यति छोटो समयमा। यो त गजबकै सफलता हो। अनि निर्यात नि? भारतमा निर्यात सुरु भयो उत्तराखण्डतिर। अझ रमाइलो कुरा के भने उहाँ एकचोटि लखनऊ पुग्दा त एकजना व्यापारीले उहाँकै उत्पादन हिमालयन क्रिप्सलाई पहाड के आलु स्वादिष्ट होता है भन्दै बेचिराखेको भेट्टाउनु भएछ। आफ्नै उत्पादन त्यसरी भेट्दा त दङ्ग पर्नुभयो होला नि। पक्कै पनि।
अनि अमेरिका निर्यातको लागि पनि एफडीए रजिस्ट्रेसनको काम सकिसकेको छ अरे। भनेपछि अन्तर्राष्ट्रिय बजारमा पनि जाने योजना छ। तर प्रतिस्पर्धा त निकै छ होला, खास गरी भारतसँग। छ नि। भारतमा यस्ता उद्योगलाई कति सुविधा छ। सरकारी अनुदान, सस्तो बिजुली, पानी, निर्यातमा प्रोत्साहन। हो, यहाँ नेपालमा त उल्टो, बिजुलीको लाइन पाउने महाभारत, पाए पनि ट्रिप भइरहने, उत्पादनमा कति नोक्सान हुन्छ होला त्यसले। एकदम। तर गण्डकी प्रदेश सरकारले चाहिँ अलि सहयोग गरेको छ अरे। बिउमा 75% अनुदान अनि उत्पादित आलुमा प्रति किलो रु 2 प्रोत्साहन। त्यो त सकारात्मक कुरा भयो। अब अलिकति कृष्ण पौडेलजीको व्यक्तिगत यात्राबारे पनि कुरा गरौँ न। गुल्मीको सामान्य परिवारबाट उठ्नु भएको हो, दिल्लीमा भाडा माझेर पढ्नुभयो रे, अनि मिट प्रोसेसिङमा अनुभव लिनुभयो। अनि बुटवलमा 2058 सालतिर सानो फ्रेस हाउस खोल्नु भएछ, एउटा खसी र 10वटा कुखुराबाट सुरु गरेर। हो, अनि 62-63 सालतिर त फुड ट्रक पनि चलाउन थाल्नुभयो। त्यो अझै चल्दैछ रे। त्यसपछि सुपर क्वालिटी मिट प्रोसेसिङ उद्योग खोल्नुभयो। त्यसले पनि यो फ्रेन्च फ्राइजको बजार बुझ्न मद्दत गर्यो होला है? पक्कै गर्यो। यो फ्रेन्च फ्राइज प्रोजेक्ट सुरुमा 70 करोड जतिको अनुमान थियो रे। तर पछि बढ्यो होइन त लागत? बढ्यो। प्लान्टको क्षमता बढाउनु पर्यो। सुरुमा 500 केजी प्रति घण्टाबाट 2.5 टन प्रति घण्टा पुर्याउनु पर्यो। अनि कोभिडले गर्दा पनि लागत बढ्यो, 2 अरब पुग्यो। 2 अर्ब, निकै ठूलो लगानी। अनि यसमा बाहिरबाट लगानी पनि आयो भन्ने सुनेको थिए। आयो। अवसर इक्विटी भन्ने एउटा प्राइभेट इक्विटी फर्मले आफै सम्पर्क गरेर लगानी गर्यो रे। ओहो, नेपालमा प्राइभेट इक्विटी आफै आएर लगानी गर्नु त निकै सकारात्मक सङ्केत हो नि। यहाँ सम्भावना देखेरै आयो होलान्। हो त नि। अब भविष्यको योजना के छ त उहाँको? अब फ्रेन्च फ्राइज मात्र होइन, आलुका अरू उत्पादनहरू जस्तै आलु टिक्की, पेटिज, ह्याश ब्राउनहरू पनि थप्ने योजना छ। उत्पादन विविधीकरण गर्ने, राम्रो। अनि कन्ट्र्याक्ट फार्मिङ पनि विस्तार गर्ने, कैलाली, नवलपुर, सिन्धुपाल्चोकतिर। तर यसको लागि ठूलो कोल्ड स्टोर चाहिने रहेछ। कोल्ड स्टोर त अत्यावश्यक हुन्छ। त्यसको लागि लगानीकर्ता वा सहयोगी खोज्दै हुनुहुन्छ होला? हो, अनि राज्यबाट पनि केही अपेक्षा छन्, जस्तै ब्याङ्किङ सुविधा, बिजुली आपूर्तिमा सहजता, निर्यात प्रक्रिया अलि सजिलो बनाइदिए हुन्थ्यो भन्ने। साँच्चै यो कथा सुन्दा के लाग्छ भने यो केवल एकजना व्यक्तिको वा एउटा उद्योगको सफलता मात्र होइन क्या। यो त नेपालको कृषि र उद्यमशीलतामा कति ठूलो सम्भावना लुकेको छ भन्ने प्रमाण हो। एकदम। कृष्ण पौडेलजीको यात्राले के देखाउँछ भने व्यक्तिगत सङ्घर्ष, बजारलाई ठ्याक्कै बुझ्ने क्षमता, किसानहरूसँग विश्वास बनाएर सहकार्य गर्ने खुबी, लगानी जुटाउने कला अनि अनेक चुनौती बीच पनि हिम्मत नहार्ने अठोट, यी सबै कुरा मिलेपछि असम्भव पनि सम्भव हुँदो रहेछ। हो। अब अन्त्यमा श्रोताहरूलाई एउटा प्रश्न छोडेर जाउँ न त। छोडौँ। के नेपालमा कृषिमा आधारित यस्ता ठूला उद्योगहरूको विकासको लागि कृष्ण पौडेलजीको जस्तो व्यक्तिगत लगाव र भिजन मात्रै काफी छ त? कि राज्यको नीतिगत स्थिरता र सक्रिय सहयोग बिना यस्ता ठूला सपनाहरू साकार हुन साँच्चै गाह्रो छ? हो, अनि यस्ता प्रयासहरूले देशको अर्थतन्त्रलाई बलियो बनाउन र हाम्रा युवाहरू विदेश पलायन हुने क्रम रोक्न कस्तो भूमिका खेल्न सक्लान्? यो विचारणीय प्रश्न हो।